हाम्रो डे 5 हामी चाहिँ बुस्ताकबाट तल झरिरहेको छ अब पोखरातिर। यहाँ हाम्रो आगो ताप्दै बसिरहेको छ चाहिँ एकदम विशेष टोली तपाईँ हामीले यहाँ केरा खाएर बसिराख्नु भएको छ। आगो ताप्दै बसिरहेको छ हामी बाटोमा बिच बाटोमा। हामी चाहिँ मुस्ताङबाट फर्केर जहाँ हिजो बसेको थियौँ त्यही ठाउँमा आज त्यो ठाउँभन्दा अझ तल भनौँ न त्यही त बस्यौँ त हामी त्यही होटलमा। अस्ति जहाँ बस्यो त्यही हिजो बस्यौँ। डे 3 मा जहाँ बस्यो डे 4 मा पनि त्यही बस्यो होला होइन मलाई डे 3 आज डे 5 हो नि त। त्यहाँबाट जहाँ बस्यो त्यही डे 4 डे 4 मा त्यही बस्ने भन्ने कुरा हामी डे 5 मा हामी पोखरा बस्छौँ। हाम्रो डेस्टिनेसन पोखरा हुन्छ डे 5। अनि बजेट अनुसार हुन्छ सर। अनि के भन्छ पोखराभन्दा माथिको खाना चाहिँ लगभग कसैले आउन चाह्यो भने 400 रुपियाँ चाहिँ डेली 450 रुपियाँ डेली कसै एड गरे पनि छुट्टै हुन्छ बजेटमा खाना त्यस्तो छ। किनभने त्यहाँ केही मिल्दैन, सब जाने भनेको यही तराईबाट या माथि चाइनाबाट आउँदो रहेछ सामानहरू। त्यही भएर त्यहाँ अलि हामी राति लगभग कति बजी सुत्यौँ 11 बजेर हुन्छ। हामी 10-11 बजी सुतिरहेको थियो। हाम्रो यो सर चाहिँ ढुङ्गा मार्दै सर अलि बिजी हुनुहुन्छ उता चाहिँ अलि यहाँको माहौल। हामी एकछिन बस्यौँ। हजुर अब केटाहरू यता सुन्तला लिइरहेछन्। सुन्तला लिएर अनि यसो घाममा बसेर एकछिन खानुपर्छ, त्यसपछि निस्किनुपर्छ। हामीले सुन्तला के बसेर किनेपछि खायौँ, गाडीमै खायौँ। गाडीमै खायौँ। त्यसपछि हामी खाना सिधै पोखरा आएर खायौँ। खानासाना खाएर एकछिन हामीले रेस्ट गऱ्यौँ। अब चाहिँ हामी पोखरा घुम्ने तयारी छ। केटाहरू यता रेडी हुँदैछन्। केटाहरू चङ्गे पारामा ह्यान्डसम पुरा पर्फ्युम हाल्यो, रेडी अवस्थामा छ पोखरामा। केटाहरूले हल्का मचाउनेवाला छन्। उता खेम साथी रेडी भइरहेछ। आज की शाम पोखरा के नाम ओम साथीले कपाल सबै चिटिक्क पारेर चिटिक्क भइसकेको छ। हिरो बन्दै चाहिँ कमक्क परिरहेछ माहौल। मेरो मित्र मेरो साथी रेडी भइसक्यो हामी। अब हामी चाहिँ रेडी भयो अब जाने पोखरा सहर। अब हामी चाहिँ गइरहेको छौँ अब कार्य स्ट्याचु अफ जाने होला। त्यसपछि महेन्द्र गुफा हामी चाहिँ गइरहेको छौँ है। टोली रेडी भइसकेको छ। आधा टोली निस्किसकेको छ यता। अनि हामी चाहिँ निस्किने तयारीमा छौँ। हाम्रो लुगाहरू चाहिँ यत्रो तत्र छ यता। अब आएर मिलाउने हो हामीले। अब आएर मिलाउने हो। पहिला चाहिँ घुमिहालौँ, त्यसपछि साँझ आएर सब मिलाइदिन्छ अनि त्यसपछि सुतिन्छ। भोलि बिहान हाम्रो अड्किन्छ। हामी अब आफ्नो सुदूरपश्चिमतिर कागा पुगिन्छ। अलि साँझो तयारी गरिरहेछ। खेमु अरे खेमु आउन त तिमी, तारा पनि मार्ने होला त यहाँ। वाह हो बाहिरको सिन पनि राम्रो छ। यतातिर घाम चाहिँ चिटिक्क आनन्द छ यार। घाम लागेको छ यार, मस्त होइन। हेलो स्क्रिन केयर हो सक्यो बाहिर के भएर चाबी त्यही छुट्यो केटा हो यार। रुमको चाबी यता छ, गाडीको चाबी रुममै छ। ल बर्बाद। केटाहरूले पनि अति हान्छन्। ल ठिक छ एकछिन। अब अरू चङ्गे पारामा निस्किसक्यो हामी बाहिर। ल चाबी आइसकेपछि अब केटाहरू पनि यहाँ रेडी अवस्थामा छन्। अब हामी निस्किन्छौँ एकछिन। फर्स्ट हामी कता जाने हो? कुम्दीकोट शिव स्ट्याचु अफ शिव।
उसले चाहिँ अब इन्जिन पुलको लागि यसलाई रेडिएटर भन्छ रेडिएटर रेडिएटर उसले चाहिँ राख्नु यता खलासीले हेल्प गरिरहेछ ह्यान्डसम यस्तो ह्यान्डसम खलासी कहाँबाट पायो यार के एउटा केटाहरूको जङ्गी यहाँ सर्च गर्दैछन् कहाँ कहाँ जाने लोकेसन कहाँ भ्याउने भनेर कहाँ कहाँ जाने भनेर होइन गुगल सर्च भइरहेछ यता कहाँ कहाँ जाने कता छ लोकेसन भनेर कहाँ कहाँ भ्याउने हामी अहिले हामी ठ्याक्कै 4 बजीतिर हामी आफ्नो रुमबाट निस्क्यौँ अनि हामी यता साइडमा पोखरा विमानस्थल पुग्यौँ अहिले हामी एयरपोर्ट साइडमा अब अन्तर्राष्ट्रिय विमानस्थल हो त पोखरा यार तेश्वरको गेटमा केटाहरू नेपाली नागरिकलाई 50 विद्यार्थीको लागि 35 टिकट काउन्टर साथीले यहाँ टिकट लिइसकेका छन् टिकटमा के कस्तो रहेछ स्क्यान गरेर दिने हो 5 जनाको एउटा आइडी कार्ड छ यस्तो रहेछ सिस्टम एकजना पास दुईजना पास तीनजना पास भित्र त्यसो यो हाम्रो टिकट स्क्यान गरेर अब चाहिँदैन यसको काम छैन सँगै पारामा ओहो यस्तो छ यहाँ आर्टहरू चाहिँ दामी छ आर्ट अलगै दुनियाँ छ यार गुप्तेश्वर आज हामी डे 5 मा चाहिँ अलग्गै दुनियाँमा छौँ हलिउड फिल्ममा देखा हुन्थ्यो नि गुफा हलिउड फिल्ममा देखा हुन्थ्यो नि त्यस्तै छ नि यता 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 झर्ना छ पुरा अन्धकार छ हेबिटेट भित्र गुफाभित्र झर्ना बगिरहेछ कहाँ स्वर्ग जाने बाटो के यो सिडी पनि छ है गुप्तेश्वरको रहस्य त्यही भएर गुप्तेश्वर भन्छ पानी आउँछ जान्छ कहाँ भन्छ त्यो त अलग्गै ब्रह्माण्ड छ दुनियाँको अलग छ होइन हामी त आयो भने हामी 4 जना त यो बुझ्नु अलग्गै दुनियाँमा छ भिडियो बनाउँदा पोज दिइरहेछन् केटाहरूले अनि यहाँ यता यता पनि हेर न यार यो डिजाइन है आफैमा कम खतरा बनाएको छ हेर न खै के कस्तो दामी बनाएको हेर्नु न डिजाइन है खतरा हेर्नु फोटोसुट भइरहेछ यता फोटोसुटमा केटाहरू व्यस्त छन् अनि यसको माहौल हेर्नुहोस् कस्तो दामी स्ट्रक्चरमा बनाएको छ यार अनि यो साइडको आर्ट पनि एकदम दामी छ अब त्यसपछि हामी कहाँ जाने हो तिमीहरूले मेरो फोटो
मेरो फोटो खै त मेरो फोटो आउँछ र त्यहाँ बस्नु पर्यो यहाँ गएपछि आउँछ केटाहरू बस्छ अनि यहाँ दामी छ एकछिन फोटो खिचिहाल्नु अब फोटो हान्छ फोटो हाल्नु फोटो सेसन हुन्छ एकछिन अनि त्यसपछि हामी अर्को नयाँ डेभिस फलमा जान्छ हामी अनि डेभिस फलकै पानी चाहिँ त्यो अघि देखावाला त्यो उसमा चाहिँ आउँदो रहेछ यस्तो छ डेभिस फल अब हामी डेभिस फलभित्र जान्छौँ हेर्नुहोस् केटाहरू अगाडि गइसक्यो ठिकै वेलकम टु डेभिस फल निस्क्यौ त वेलकम टु त्यो चाहिँ यहाँको भित्र म्याप हो यता गएर एक्जिट भयो लर्ड बुद्ध फर्स्टमा हामी कहाँ जाउँ डेभिस फलमा जाउँ होइन यता झन् अन्नपूर्ण यता पालै लाइन बाई लाइन अन्नपूर्ण माउन्टेन रेन्ज अन्नपूर्ण माउन्टेन यही त हो यार यही त हो त अन्नपूर्ण माउन्टेन यो भयो त्यसपछि ए हिजो हामी गएको यही त अब यता यो अन्नपूर्ण भइहाल्यो त्यसपछि नेक्स्ट डेभिस फलमा जान्छौँ हामी टोली डेभिस फलतिर गइरहेछ टोली डेभिस फल ओ त्यहाँको देखिने भने यहाँबाट हो क्या हामी होइन यहाँको हो क्या त्यो दृश्य देखिने गुप्तेश्वर महादेवको होइन हो ऊ त्यहाँ हामी ऊ त्यहाँ थियौँ क्या ऊ त्यहाँ आवाजहरू नै कम सुताइरहेको छ तर यहाँबाट देखिन्न फल भनेको यही हो अनि यो कस्तो पानी कहाँबाट आइरहेछ भन्ने थाहा नहुँदै कहाँबाट आइरहेछ भन्ने थाहा छैन ल र जानु छ हामी निस्किहालौँ अनि हामीले फोटो सेसन भएन यता हुन्छ त्यहाँबाट अनि अब नेक्स्ट डेस्टिनेसन कहाँ हुन्छ हाम्रो एकछिनमा थाहा हुन्छ अहिले चाहिँ हामी डेभिस फलमा चाहिँ रमाउँ एकछिन उहाँसँग चाहिँ डर रहेछ उहाँले चाहिँ यो पैसालाई ठ्याक्क बिचमा अड्किने गरी फाल्नुपर्नेछ उहाँले सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा देखिन्छ ऊ त्यो देखिन बिचतिर बिचमा छ त तिमी अड्काउने क्या त्यो छ नि दिदी पानी अलि त गर्नु न यो फोहोर छ नि हो त्यही गर्नु न ए ल त्यो भरिदिनु एकछिन ल छिटो सुरु गरौँ न त ल तेर्सोमा भने तेर्सोमा गरेँ मैले है कहाँ गयो बिचमा त्यसमा अड्काउने क्या ल म जुम गरिदिन्छु है ल साथी ल रेडी है एकछिन ल पालो अब लजिक ओमको लजिक त फेरि गएन उता गयो कुना ल कसैले पनि सकेन सबको बराबर हाम्रो बुझ्ने काम सकियो अब अवश्य लाग्यो क्लियर ह्यान्डसम आउनु पर्यो हेमले होइन गयो उता ठाउँमा जानुपर्ने ठाउँमा भएन अब हामी चाहिँ लागे ओके बाई बाई डेभिस फललाई पनि बाई बाई गऱ्यौँ अब हामीले पक कता छौ बाई बाई
नेक्स्ट हुनेको शिव स्ट्याचु हो नि शिव स्ट्याचुमा हाम्रो नेक्स्ट डेस्टिनेसन हुन्छ अनि यो गुप्तेश्वर र डेभिज फल चाहिँ ठ्याक्क अपोजिट नजिकै रहेछन् दुईटामा भ्यायौँ हामीले अब पोखराको अब तेस्रो ठाउँ भनेको शिव स्ट्याचु त्यसपछि त्यसपछि लेक साइड पनि त होला त यो चाहिँ टाढा रहेछ यार गाइजहरू लेक साइड नाइट भ्यू लेक साइडको नाइट भ्यू हुन्छ त्यसपछि हाम्रो आज चाहिँ अब यति नै हुन्छ होला होइन भोलि चाहिँ अब भोलि नभए पनि नेक्स्ट टाइम हामीले बाटोमा फोटो खिच्ने ठाउँहरूमा चाहिँ नेक्स्ट टाइम भन्दै आएको थियौँ हाम्रो त्यो चाहिँ भोलि घुम्ने नघुम्ने कुरा चाहिँ हाम्रो हेमसरको हातमा छ उहाँले बजेट पुऱ्याउनु भयो भनेपछि हामी भोलि पनि होइन उहाँले चाहिँ अब बजेट पुऱ्याउनु भएन भनेपछि हामीलाई गाह्रो छ फेरि बिहान हिँड्नुपर्ने हुन्छ साथीहरू पोखराको भ्यू हामीले देखायौँ क्याप्चर गरिरहेछौँ आफ्नो आँखाले अब मोबाइलले देखाउन सकिँदैन गाडीबाट अलि अप्ठ्यारै हुन्छ त्यही भएर साथीले चाहिँ यता म्याप हेरिरहन् नजारामा त अहिले पो पुग्यो त हामी तल ताल छ हेर्नुहोस् अनि पोखरा सिटी छ यता हाम्रो पछाडि ब्याकग्राउन्डमा अनि ताल अनि उता चाहिँ शिव स्टुपा हामी त्यहाँ जान्छौँ अहिले एकछिनमा शिव स्टुपामा अनि त्यहाँ जाँदाखेरि चाहिँ यो दृश्य देखिन्छ बाटोमा लक्क पारेर केटाहरूको फोटो सेसन भइरहेको छ यहाँबाट चाहिँ हिमाल पनि देखिँदो रहेछ पछाडि अनि फेवा ताल अनि त्यो पुरै पोखरा सिटी सब चिज देखिन्छ क्या यस्तो दामी ठाउँ छ अनि माथि चाहिँ शिव स्टुपा अहिले अब हामी चाहिँ निस्किन्छौँ शिव स्टुपाको लागि फोटो सेसन भयो अनि फोटो भिडियो बनाएर केटाहरू चाहिँ तयारी अवस्थामा ओके सी यु गाइज वान अब हामी डाइरेक्ट शिव स्टुपामा भेटौँ भन्दै आयौँ नि त हामी हाम्रो लागि मेन त्यो भयो नि त भयो कि भएन हाम्रो लागि सब मेन शिव मन्दिर मेन उता दुर्गा मन्दिर मेन जाउँ न चाँडो उता दुर्गा मन्दिर मेन हाम्रो गाडी पार्किङ भयो उता अब हामी एकछिन उता शिव गेट छ त्यहाँ इन्ट्री गेट शिव यस्तो दामी आइरहेछ शिव हर हर महादेव जय शिव शम्भो जय शिव शम्भो जय महादेव जय शम्भो जय शम्भो जय शम्भो हर हर महादेव नमः शिवाय शिवाय यस्तो स्ट्रक्चर छ यता दोस्रो गेट शिवाय केटाहरू यतिमा पनि फ्या भइसकेका छन् हामी ठ्याक्कै पुग्यौँ शिव मन्दिर अगाडि उता हुनुहुन्छ हाम्रो शिवजी पुरै सिटीको टपमा बस्नु भएको छ उहाँ चाहिँ पुरै सिटीको संरक्षणको लागि विराट छ अनि यस्तो चाहिँ नजारा ओ माई गड व्हाट अ भ्यू म्यान पोखरा सिटी शिव स्टुपाबाट यो भ्यू पोखराको अत्यन्त दामी छ के रहेछ यार त्यो बौद्ध देखिनु त्यहीबाट भएर हर हर महादेव हामी चाहिँ शिव स्टुपाको माथिपट्टि छौँ अनि यो शिव स्टुपाबाट चाहिँ पोखरा सिटी चाहिँ एकदम दामी देखिन्छ अब मेरो फ्रन्ट क्यामेराले अलिक क्याप्चर गर्न सकेन ब्याक क्यामेराबाट मैले तपाईँहरूलाई एकछिन ब्याक क्यामेरा गरेर देखाइदिइहालेँ
हाम्रो यता चाहिँ शिवजी सुबा हामी यहाँ माथि छौँ अनि यतातिर पनि उतापट्टि चाहिँ दुर्गा माताको छ अनि सनसेटको सिन पनि यस्तो दामी देखिरहेको छ यहाँबाट अलि हामी ढिलो आयो अलि छिटो आएको भए झन् सनसेट यतापट्टि उतापट्टि चाहिँ हिमाल यस्तो दामी भ्यू देख्न पाइन्थ्यो अलि हामी चाहिँ अलि ढिला भयो सहर पनि देख्न पाइन्थ्यो माथि हिमाल यस्तो दामी भ्यू छ अनि यता महादेवको हामी शरणमा छौँ अहिले हर हर महादेव जय शम्भु शिवजी रक्षा गर्नु होला हामी चाहिँ तपाईँहरूको बालबच्चाहरूलाई रक्षा गर्नु होला भन्दै जय शम्भु होइन कसरी हामी अहिले फेरि हाम्रो लेक साइड जान त बाँकी नै छ नि अनि डे 5 को यात्रा चाहिँ अलि अरू दिनभन्दा अलि रमाइलो भएको छ फेरि अझ लेक साइड घुम्न बाँकी छ जय शम्भु कृपा गर्नु होला हर हर महादेव हामी चाहिँ तपाईँको अत्यन्त भक्त जय शम्भु जगत जननी जगत संरक्षण हामी चाहिँ निस्क्यौँ शिव मन्दिरबाट साथी मेरो हेमु साथी बाई बाई महादेव दुर्गा उता चाहिँ दुर्गा स्टुपामा छौँ दुर्गा स्टुपामा दुर्गा माता हाम्रो सधैँ रक्षा गर्नुहुन्छ उहाँको शरणमा हाम्रो सधैँ शिर झुकिरहनेछ र आज हामी मौकावश यो श्री मा दुर्गाको शरणमा आउन पायौँ यसको धेरै 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 खुसी छ हामीमा अनि पुम्डी नगर यो हाम्रो सबैको ड्रिम सिटी पुम्डी नगर यहाँबाट चाहिँ पोखराको भ्यू एकदमै दामी देखिन्छ अब हामी त अहिले राति भइहाल्यौँ तैपनि लाइटिङ साइटिङ यस्तो दामी देखिरह तलपट्टितिर मेरो क्यामेराले चाहिँ अहिले सपोर्ट गर्दैन तैपनि अलिअलि हेर्नुहोस् अलिअलि देखिरह अनि ड्रिम सिटी जस्तै ड्रिम सिटी भनेको ड्रिम सिटी हो त्यो किन ड्रिम सिटी हो ब्युटी अफ नेचर एन्ड ब्युटी अफ नेपाल अनि ब्युटी अनि उहाँ चाहिँ हाम्रो जो संरक्षण छन् उहाँहरू पनि यहाँ बसिदिनु भएको छ उहाँहरूले चाहिँ सबको संरक्षण यहाँ टपमा बसेर चाहिँ पुरै पोखराको संरक्षण गर्नुभएको क्या पुरै नेपालकै रक्षा गर्नुभएको छ टपमा बस्नु भएको छ त्यही भएर चाहिँ हाम्रो यो ड्रिम सिटी एउटा ब्युटिफुल छ विथ नेचर विथ हिस्टोरिकल होइन अनि हामी चाहिँ हाम्रो साथीहरूसँग यहाँ आज रमाइरहेछौँ दर्शन गर्न आयौँ धेरै खुसी लाग्यो दुर्गा माताको दर्शन गरेर अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ र ओके बाई बाई जय मा दुर्गा बलुन पनि राखेको छ यहाँ हजुर 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 ओके यो चाहिँ म्युजियम हो बन्द भइसक्यो ओके बाई बाई गर्दै अब हामी चाहिँ लाग्यौँ हामी लागिरहेछौँ होइन अब हामी चाहिँ फेवा लेकतिर लाग्यौँ बाई बाई पुम्दीकोट बाई बाई सी यू अगेन See you again. It's my long day when I meet my friend. हाम्रो लेक साइडमा चाहिँ फायर क्याम्प भइरहेछ यता चिया भइरहेछ त चिया खाइरहेछ सुकै छौँ अनि यता मेरो देवेन्द्र मित्र उता खेप चाहिँ केही सामान मगाइरहेछ खै साथी उहाँको चाहिँ आज विशेष फेयरवेल पार्टी उहाँ चाहिँ आज छुट्टेर काठमाडौँतिर जाँदै हुनुहुन्छ अनि हामी चाहिँ अब आज पोखरामा स्टे गरेर हामी चाहिँ भोलि आफ्नो घरतिर लाग्छौँ सुदूरपश्चिमतिर अनि आगो तापेर मजाले हामी चाहिँ रमाइलो गरिरहेछौँ त्यस्तो छ माहौल हेर्नुहोस् माहौल एकदम चिसो छ हामी त्यही भएर आगो तापेर मस्त बसिरहेको छौँ ल आज हामीले हेमलाई बिराइ गइरहेको छु केटा हेम आज काठमाडौँ गइरहेछ ल क्लियर साथी यो लेक साइड छ यता हेर्नुहोस्
पर्छ हामी लेफ्ट साइड देखेको भए ठिकै हुन्थ्यो भेटिहाल्यो अब छुट्नै पर्यो यस्तै त हो नि हजुर अन्नपूर्ण गार्डन माथि उता होइन मन्दिर छ अबे माथि त उता हेर्नु न खतरा हुने साथीको फोटो खिचिदिनु पऱ्यो मैले यहाँ अब राउ ए अझै पनि आउन लेफ्ट साइड को डोनर देवेंद्र चंद के नाम हामी चाहिँ डस्ने मात्र हो आज के नाम देवेंद्र चंद के नाम भाणेजी आउनुभयो अब हाम्रो के हुन्छ आज ओ झिलिमिली छ साथी यता त देवेंद्र झिलिमिली शाम छ रे दामी दामी हामी चाहिँ क्याटवाक नाम हो रे क्याटवाक गर्नु लाग्यो देखिँदैन वाकमा साथीहरू क्याटवाकको भ्यू साथी हो हेर्नुहोस् भिन्टेज गाडी यस्तो छ यहाँको माहौल जङ्गी देखेर क्लिन्छ खाना खाउँ भनेर आयो एकछिन खानासाना क्याटवाकमा खाने गरी आयो हेरौँ त्यो कस्तो छ यताको प्राइस कसै हुन्छ कहानी लेक साइड पुरै घुमेर खाना खाने तयारी खाना चाहिँ अर्डर गरिसकेका छन् केटाहरूले खाम त्यसपछि हेरौँ के कस्तो हुन्छ अब खाना बन्दैछ हाम्रो उतातिर ओके गाइज अहिले हामी चाहिँ पोखराको के अरे लेक साइडमा छौँ लेक साइडबाट लगौँ लेक साइडमै छौँ यता उम साथी छन् उता हामी चाहिँ यहाँ बसिरहेको छौँ एकछिन खानासाना खाएर अनि तपाईँहरूलाई हाम्रो खाना पनि आयो यता दाल बाल्टीमा आएछ दाल यो चाहिँ अन्डा करी दाल फ्राई अनि हाम्रो रोटी अन्डा करी दाल फ्राई अनि रोटी यस्तो हाम्रोमा छ एकदम भोकाइसकेका छन् अब खानामा टुटपुट पऱ्यो केटाहरू दाल फ्राई ल सब चिज छ खानेकुराहरू क्या पड्काएर साथै खानासाना भ्याएर अब हामी चाहिँ आजको डे 5 हाम्रो आफ्नै रुममा अनि इन्डिङतिर ओके गाइज डे 5 लाई चाहिँ इन्डिङ गरौँ अब शुभरात्रि भन्दै बाबाई ओके आज चाहिँ हाम्रो मुक्तिनाथको एकदम एन्ड इन्डिङमा छ हामी चाहिँ होइन अब आज चाहिँ भोलि बिहानै चाहिँ हामी पोखराबाट निस्किन्छौँ बिहानै त्यही भएर हाम्रो ट्रिप एक्चुअली तपाईँको फिनिस हुन्छ होइन त्यसमध्ये चाहिँ हाम्रो 4 जना हामी धनगढीबाट आएका थियौँ 4 जना हामी यतै छौँ एकजना उता सुत्या छ अनि हेमु साथी चाहिँ काठमाडौँतिर गयो आज हामी चाहिँ भोलि बिहानै यहाँबाट रवा हुन्छौँ ओके गाइज बाई बाई तपाईँलाई फेरि नेक्स्ट भिडियोमा हामी भेट्ने बाचा सहित फेरि पनि तपाईँलाई एउटा आशाको भिडियोहरू ल्याउने छौँ भनेर तपाईँलाई एउटा फेरि आजको लागि चाहिँ
द एन्ड गर्छु थ्याङ्क यू Thank you so सो much. मच Okay. Subscribe. Sakra Para my channel. Okay, guys. Bye bye. See you guys.